हामी ल हाम्रो सपिङ पनि भइसक्यो 2टा सिलिन्डर बोकेर आउनु भएको ठुल मैले बोकेर राखेको यहाँ यही एक बोरा छ यही प्याजहरू यही सब समय हाम्रो यी बिहेको यो सपिङ बाबा के गर्नु भएको के गर्नु भयो यो बाइक अब सफा गरेर सर पानी लाउने है बाइक किन्नु भएको हो कस्तो लाग्यो त कस्तो लाग्यो एकदम राम्रो लाग्यो छोरा राम्रो लाग्छ मलाई मेरो छोरा छोरीको लागि हो राम्रो लाग्यो छोरा छोरीको लागि खुसी त हो नि छोरा छोरी खुसी सबै खुसी हुन्छ नि हो नानी हो छोरा छोरी खुसी सबै खुसी त्यो हो के यहाँ भाइ भन्नु लागेको थियो हेल्यो नानीले यता हेल्यो यति नजिक राम्रो छ ल मेरो साथीले पठाइदियो लुगा हेर्नु पर्यो ल हेर्नु नपठाइदियो के भन्नु मान्छेले देखेर जुन पारा आइसि हाल्नु कस्तो लाग्यो त साथीले पठाएको लुगा राम्रो छ अलिक बेसमारी माथि ल्याउनु पर्यो हाँसेर रातो भयो ल बोकेर हिँड्नु हाल्नु सिलाउनुको लागि मैले उयो सोधिरहेको थिएँ कुन कलर मनपर्छ अन्त रातै भन्दै राम्रो लाग्छ मलाई हामीलाई फेरि ल अङ्कल छोरी नगर्नु त्यहाँ हेर्नु न फर्स्टमा औ देखेको छैन म अनि के हो देखाउनु त देखाउनु दे न आफै खोलिहाल्नु दे आफै खोल्नु दे आन्टी खोल्नु मामला बडा बडा पर्न खोल्नु हो एलिना ढिलो गरेन नि आज यो चाहिँ भएन क्या यसमा यो मेरो छोरी यो दसैँ भयो नि बिस्तारै यति एउटा प्लस भयो भने एकदम हेर्नु न फर्स्टमा उनीहरूले छ कसमा बनायो अहिलेकोमा के त ए अघि तपाईँले के देखाउनु भएको थियो भर्खरै बनाएर लिएर आएको भर्खरै बनाएर लिएर आएको भगवान उहाँ फोटो खिचिरहेको सिकाले यहाँ सिकाउनु पर्छ एउटा मेरो छेउमा यो चाहिँ सिकाएको थियो क्या भर्खरै बनाएर लिएर आएको थिएँ मेरो नानी कतिर जाँदाखेरि के बनाउँदै फ्रेम चाहिँ कति राम्रो छ कि त्यही मन पऱ्यो है कति लियो 1000 रुपियाँ पैसा कुरा छोड्दैन फ्रेम के कति राम्रो छ कि चुली पश्चिम गुफामा लाउने हो हातमा चाहिँ छोटो सिलाइदियो कहाँ टल्कियो होला है छैन भएन यो कार यो 40 लाख कारमा म बोलाएर ए फोन अहिले गर्नु अगाडि छिटो गर्नु होला बुलेट ल्याए मेरो छोरीलाई फोन राख्नु सुन अहिले गर्नु नजिक अगाडि साइडमा जानु त हल्का सानमा पुरानो सान खिचिरहेको छ क्या लु छौँ प्रेम भइसक्यो के सर्किला अगा टाइम भइसक्यो अहिले कति ओ सबै छ है के यस्तो बाबाइ सोचेर हालेर चलाउनु भ्या खान आइज नि आइज मेरो छोरा आइज नि यहाँ आइज मेरो छोरा
मेरो छोरा हुन्थ्यो पैसा दिने ल रेसमा ल खिच्छ नानी खिच्छ यसरी मेरो छोरा हुन्थ्यो सानो छोरा अब भित्र ढुक्छ ल घरपट्टिको भयो अब कोही पनि आउँदैन बोलाएन पनि बोलाएन कत्रो गाछ हाल्दैन कस्तो परम्परा है यो अनि यो फेरि सिका कहिले भयो दाइ हुनुहुन्छ सिका साथीले कति माया गरेको अन्त अब जति खान्छ त्यति खुवाएको कि यो बस के त सन्तोषीलाई बुढा बोलायो भने बोलाइदिनु त मेरो घरमा राखे अर्को भान्छु नि खेल्नु भयो थोरै धेरै होइन तपाईँ जत्रै खानु यहाँ दिदी र उसलाई बोलायो भने त्यही भाउजू दुईटा दिदीलाई बोलाउनु जानुहोस् त माथि चढ्नु उनीहरूले बोल्नु पर्छ नि त भयो भने मैले आउँछु पर्ने आजको दिन मिल्दैन थोरै खाउ नै अन्डा पनि खुवाइदिनु पर्दैन डोक्नु पर्दैन पर्दैन अब जुठो लाग्छ पर्दैन डोक्नु डोक्नु हुँदैन आज जिग्ने बेलामा त तपाईँलाई छोरीलाई के अरे बहिनीलाई के दिनुपर्ने भोलिदेखि अब के खुवाउने ल्याउनु रसभरी जेरी सबैलाई पुग्ने गरिकन फेरि थाहा छैन त्यो नेवार थिति थाहा छैन भने होला भोलिदेखि त्यो भोलि चाहिँ टन्न ल्याउने खाने खुवाउनु मैले भनिदिएछ फेरि सुनिराख त पुरी जेरी रसभरी के छ सिधा सबै ल्याउनु पर्छ कहिले दिदीलाई बोलाइ बेलुका चाहिँ गरेको हाम्रो त तपाईँ बस्यो यहाँ अन्डा खोइ चाहिँ त्यसको अब यति ल्याएको अब यति खुवाउनु हामीले त्यसको अब यति ल्याएको यति त हालेर झिक्नु लगाएको अनि भयो त अब तिम्रो तल छ अब के गर्ने बहिनीको मुख हेरि गएर यो बनाएको नि हट्नु मेरो साथीलाई अहिले यस्तै नभन्नु है तिनीलाई त्यो फास्टमा बनाएन टुक 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 गरेको हुन्छ नि पप्पीले राम्रो लाग्दैछ म बिहान गएर खोजेको त्यतिलाई अघि लगन किन लाग्यो त घाउ छ भन्दै लाग्यो पछाडितिर गयो घाउ सुगा थिएर राम्रो रहेछ भएर जान्छु अझ आउँछु भएर थाकिहालेँ गएर आफै सुताइदिएँ मम्मीले बिहान उठेर गाली पनि हुन्छ सुता सुता यही देख्न बाँकी थियो अब उसले तैसँग सुत्छ अब यो भन्छ पहिला मम्मीले सेम आन्टी यस्तै हुन्छ मम्मी उपर भनेपछि सही काम गरेछ गाली गर्ने आज क्यान्ची छु नि अन्त बसी फेरि थाहा भयो नि त पाले चाहिँ त्यही भएर कन्सिलर मिक्स गर्दा ठ्याक्क त्यो सेट के आयो फाउन्डेसन अन्त मिठो मम्मीसँग फाउन्डेसन छ युज गर्छु म कहिले युज गर्नु पर्छ यस्तो गरेर बस्दैछ एकछिन मेकअप सकिन्छ बाई बाई गई चाहिँ भेटौँ है राख्नु भनेको कस्तो देख्ने आइलाइसेस ट्राई गर्नु देखिन भने छ त अर्को चिज खोल त वाउ
कति ऐना हेरेको त्यो ऐना उता कसरी लिने है अलिक टाँसेर है लु भयो मङ्गल भगवान विष्णु मङ्गल गुरुदक्ष अझै मङ्गल पुण्डरी तीनचोटि आँखा चिम्म गर त चुहाइ हाल्यो बिस्तारी के कान्छी कान्छीलाई बसन्त त्यही भएर नाच्नु बिस्तारै गर नचुहाएर नपुग्नु हतार नगर्नु किन हतार हुन्छ कुरानीलाई हो ल ल बुढाज्यू बुढा हो त शिक्षा खै जाऊ कान्छी बुढीसँग फोटो खिच्ने यस्तो अन्त ए त ऐना हेर्नु बन्द गर त मेरो बुढा कता आउनु नि बोल्नु त्यहाँ त्यो घाम भनेको घाम घाम त उज्यालो देखेछ उज्यालो हो त्यही हो कि यसो गरेर माथि अस्ति बनाएर सूर्य हेर कसैको अनुहार नदेखाउने त्यहाँ पानी देखाउँछ त भाइ दाजुभाइको दाजुभाइको अनुहार देखाउँछ गोरो त भएको छैन नि दादा एकछिन आन्टी गोरो त भएको छैन नि बस बहुत हो गया आज तो इस बात का फैसला कल ही डालते हैं पानीमा देखाउँछ हेर्नु भयो चार बनाउँ पाँच भयो छ भयो सात भयो आठ भयो 9 10 फोटो अनि मेरो रेडी 1 2 3 ल आउन आन्टी म बेहुलीका मामु म बेहुलीको माइली आमा म बेहुलीको ठुलो मम्मी म बेहुलीको निनी ठुलिनी भन्नु न म बेहुलीको माइली निनी म बेहुलीको कान्छी निनी नमस्ते म बेहुलीको जेठी भाउजू नमस्ते म बेहुलीको माइली भाउजू नमस्ते म बेहुलीको भाउजू नमस्ते म बेहुलीको दिदी नमस्ते म बेहुलीको दिदी नमस्ते म बेहुलीको बहिनी नमस्ते म बेहुलीको साथी नमस्ते म बेहुलीको साथी नमस्ते म चाहिँ बेहुली नमस्ते म चाहिँ बेहुलीको भाउजू भन्नु न म बेहुलीको भाउजू कसेर हाम्रो बुनुको गुफाको भोज यतिखेर आउँदैछ योहरू हाम्रो निनीहरू हो लस्करे यता देउरानी यता हजुरआमा मेरो बुढो बुनुको बेलबेको भोज बाँड्दै हुनुहुन्छ दिदी यता हाल्नु न यता यसलाई हाल्नु न यस्तो पातलो फुटाउनु पर्यो यता पुलाउ हेलो पुलाउ यता के हो अचार तरकारी
प्राउन पापड मासु हेलो भन न मेरो ब्रो के छ यहाँ चाहिँ ना मासु अनि ब्रोले पलाउ पलाउ हो नि त यो के भन्छ पापड